अब यो त केही पनि होइन, यसलाई 10 गुना गर्नु, 10 गुना, त्यति बोल्नेवालामा छु म त्यहाँ। यो त केही पनि होइन। अब पो सुरु हुन्छ त होइन। देश बेचुवाहरूलाई हायल कायल बनाउनु छ होइन, फटाहरूलाई हायल कायल बनाउनु छ, भ्रष्टाचारीहरूलाई हायल कायल बनाउनु छ होइन। के दिनमा आएछु नि भन्ने नबनाइ त कहाँ छोड्छु र म। अर्को साम्पाङ त्यो हो, बुझ्नुभयो नि? उत्तर पाउनुभयो तपाईँले? हो, अहिलेसम्म त म काम गर्ने ठाउँमा थिएँ क्या। मेयर भनेको काम गर्ने ठाउँ हो, अब प्रतिपक्ष भनेको त बोल्ने ठाउँ हो। अब विचार गर्नु न कति बोल्छ होला अर्को साम्पाङ होइन। तर के बोल्छ भन्ने कुरा हो भन्दा म किसानको कुरा बोल्छु त्यहाँ। ताली नबजाउनु है, ताली नबजाउनु, ढिलो हुन्छ। मजदुरको कुरा बोल्छु म त्यहाँ होइन। दलितहरूको कुरा बोल्छु म त्यहाँ गएर होइन। पिछडा वर्गको कुरा गर्छु म त्यहाँ गएर। दार्चुलाको तुइन मैले त्यसै देख्छु, अरू जस्तो भन्दा सिंहदरबारको कुर्सी मात्रै देखिरहन्थेन। त्यस्तो हेरेको हेरेकै हेरेको हेरेक होइन। मिडिया अब 6 महिना अगाडिदेखि फल्नाले जित्छ भनेर भनिरहेको थियो कि थिएन? कसरी थाहा भयो उनीहरूलाई भन्दा राम्रो बुझौँ है। तपाईँहरू अलिकति सुझो पो हुनुहुन्छ, बिचरा ढुङ्गा बोक्ने साथी के, अरू त थाहा त छैन। सिकाउँछु म, सिकाउँछु। श्रम गर्ने मान्छे मात्रै हो नि त हामी त होइन, राजनीतिक खेलाडी त होइन यहाँ। राम्रो बुझौँ, राजनीति कसरी गरिरहेको हुन्छ मान्छेले भन्दा पहिला मिडिया, सबै मिडियाले किन्छ है। अनि मिडियाले के भन्छ भने यसलाई बिस्कुट कि बिस्कुट, सेतो कलरको बिस्कुट, सेतो कलरको बिस्कुट, सेतो कलरको बिस्कुट, सेतो कलरको बिस्कुट भनेको भनेकै गर्छ है। यता हेऱ्यो सेतो कलरको बिस्कुट, यता हेऱ्यो सेतो कलरको बिस्कुट होइन। अनि तपाईँलाई के लाग्छ भने हो यार यो त सेतो कलरको बिस्कुट हो। सेतो कलरको बिस्कुट हो यो? कालो कलरको मोबाइल पो त। तर मिडियाले के गरिदियो, ए फल्ना 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 खोइ के बार के जति सरकार अरे भन्दिनँ। अब त्यो के भनिराख्नु, थाहा भएको कुरा नहुने नहुने कुरा लगाइदियो। हुइम हो क्या त्यो चाहिँ, कुरा बुझ्नुभयो नि? अनि त्यो हुइममा स्वाद त गयो। तर हामी चाहिँ अलिक दर खुट्टा भएको मान्छे गर्नु त खोजेकै हो होइन। हामी चाहिँ लडिनौँ। राजनीति त्यसरी हुन्छ। यो मिडिया साथीहरूले नि ठुलो हात हुन्छ मिडियाको, किनभने अहिले त मिडियाको जमाना छ। मोबाइल बिना कोही बसेको छ यहाँ होइन। अब मिडियाले तपाईँको दिन रात फुकेकै गरिसकेपछि सबैलाई लाग्छ ए हो त रहेछ भन्ने लाग्छ। धन्न मलाई चाहिँ 1-2 जना मिडियाहरूले साथ दिइराखेको छ र। अनि मेरो फेसबुक छ, त्यो पनि रिस्ट्रिक्सन गरेर पोस्ट गर्छु, 2 दिनमा पनि पोस्ट हुँदैन। यस्तो बनाइदिएको छ है। यसरी हामी लडेका छौँ। तर साँचो कुरा लिएर लड्नुपर्छ। उनीहरूलाई कतिपय मान्छेलाई, अब उनीहरूलाई भन्दा फेरि अनाथ नलाओस्, कतिपय मान्छेलाई जितेर पनि मैले चिटिङ गरेर जितेँ भनेर उसलाई आत्मसन्तुष्टि छैन क्या। तर हाम्रा क्यान्डिडेटहरूलाई दोस्रो तेस्रो भए पनि आनन्दको निन्द्राले सुतिराख्नु भएको छ, हो कि न भन्नु त? हामीलाई प्रचार प्रसारमा पनि रोक लगाइयो नि त है। 14 दिनभित्र मात्रै। अब म काठमाडौँ कतै पोखरा पुगिसकेको, कार्यक्रम नहुने भनेर भन्छ, फर्किनु पर्यो, बोल्नै दिएन होइन। कार्यक्रमै हुनु पाएन। अब त्यो 14 दिनभित्र कहाँ पुग्ने कहाँ नपुग्ने। यहाँ मेरो घर दैलो गर्नुलाई मात्रै मलाई 20 दिन लाग्छ मजाले गर्ने भने। त्यस्तो खालको स्थितिमा हामी लड्यौँ। तर पनि हामी हाम्रो आत्मबल, हाम्रो अभियान हारेर जित्यौँ। सबैजनालाई हार्दिक धन्यवाद दिन पर्छ। एकचोटि चाहिँ ताली बजाउनु पर्छ। क्या हो, साह्रै सन्नाटा भयो। ल ल अब राखौँ।